हेलो गाइज धेरैजनालाई कन्फ्युजन छ यो नयाँ 8% आइसिएफसी फाइनेन्स लिमिटेड डिभेन्चरलाई लिएर धेरैजनाले यसलाई एप्लाई गर्न मिलेन अनि आइपिओ धेरै कन्फ्युजन छ सो यो 8% डिभेन्चर भनेको यो फिक्स डिपोजिट जस्तै हो। यसको पर युनिट दाम चाहिँ 1000 रहेछ अनि 25 युनिट मिनिमम एप्लाई गर्न पर्ने हो। सो 25,000 मिनिमम इन्भेस्टमेन्ट गर्न पर्छ अनि यसमा इयरली 8% इन्ट्रेस्ट पाउँछ। जति एमाउन्ट इन्भेस्टमेन्ट गर्नुहुन्छ त्यसको 8% एनुअली इन्ट्रेस्ट पाउँछ। सेम फिक्स्ड डिपोजिट जस्तै हो। सो यसमा अब मिनिमम 25वटा एप्लाई गर्ने हो। अब म्याक्सिमम चाहिँ 2 लाख किताब पनि एप्लाई गर्न पाइयो। अब कति पर्छ त्यो अब बाँडफाँड हुँदा चाहिँ पाउँछ। सो यो फिक्स डिपोजिट जस्तै हो। यसमा कुनै त्यस्तो रिस्क छैन। अब मन लागेको बेलामा बेच्न पनि पाइयो सेकेन्डरी मार्केटमा। कहिलेकाहीँ दाम बढेको हुन्छ। अब 1000मा किनेर 1100 1200 पनि पुग्छ, त्यो बेला नि बेच्न पाइयो। इन्ट्रेस्ट खान पनि पाइयो। सो यो नर्मल स्टक सेयर जस्तो होइन कि यो डिभेन्चर भनेको अब इन्ट्रेस्ट फिक्स्ड इन्ट्रेस्ट पाउने खालको हो। धन्यवाद।